प्रभुपाद श्रील प्रभुपाद की। ग्रंथराज श्रीमद् भागवतम की। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। ग्रंथराज श्रीमद् भागवतम स्कंद 3 अध्याय 33 श्लोक संख्या 2। देवहूतिरुवाच अथापि अजन्त सलिले शयानम् भूतेन्द्रियार्थात्मा मयं वपुस्ते गुणप्रवाहं सदशेषबीजम् दद्दं स्वयं जठरब्जजाता। देवहूतिरुवाच अथापि अजन्तः सलिले शयानम् भूतेन्द्रियार्थात्ममयं वपुस्ते गुणाप्रवाहं सदशेषबीजम् दद्दो स्वयं जठरब्जजातः। देवहूतिरुवाच अथापि अजन्त सलिले शयानम् भूतेन्द्रियार्थात्ममयं वपुस्ते गुणप्रवाहं सदशेषबीजम् दद्दो स्वयं जठरब्जजाता। देवहूतिरुवाच अथापि अजन्त सलिले शयानम् भूतेन्द्रियार्थात्ममयं वपुस्ते गुणप्रवाहं सदशेषबीजम् दद्दौ स्वयं जठरब्जजातः। शब्दार्थानुवाद तात्पर्य कृष्ण कृपा मूर्ति श्री श्रीमद् अभय चरणारविंद भक्ति वेदांत स्वामी श्रील प्रभुपाद द्वारा श्रील प्रभुपाद की। देवहूतिरुवाच देवहूतिले भन्नुभयो अथापि तथापि अजः ब्रह्माजी अन्तः सलिले जलमा शयानम शयन गरिरहनु भएका भूत भौतिक तत्व इन्द्रियहरू अर्थ विषम आत्मा मनः मयम द्वारा व्याप्त वपु शरीरे ते हजुरको गुण प्रवाहम प्रकृति का 3 गुणहरूको धारमा उद्गम सत प्रकट अशेष सबै मध्ये बीजम बीज दद्यौ ध्यान गरिएको स्वयं स्वयं एत जसको जठर नाभिबाट अब्ज
कमल पुष्पबाट जातः प्रकट। देवहूतिले भन्नुभयो, ब्रह्माजी अजन्म मानिनुहुन्छ किनकि उहाँ त्यही कमल पुष्पमा जन्मनु भएको हो जो यस ब्रह्माण्डको पिँधमा अवस्थित सागरमा हजुर शयन गरिरहनु भएका बेला हजुरका नाभिबाट अंकुरित भएको थियो। तर ब्रह्माजी स्वयं पनि हजुरकै ध्यानमा लिनुहुन्छ, जसको शरीर अनन्त कोटि ब्रह्माण्डको स्रोत हो। तात्पर्य यस प्रकार छ, ब्रह्मा पनि अज अर्थात् अजन्म भनेर प्रख्यात हुनुहुन्छ। जब हामी कसैको जन्मको बारेमा सोच्दछौँ उसको भौतिक मातापिता हुनुपर्दछ र यस प्रकार उसको जन्म भएको हुन्छ। तर यस ब्रह्माण्डका आदि जीव ब्रह्माको जन्म सिधै भगवानको शरीरबाट भएको हो, जो यस ब्रह्माण्डको पिँधमा अवस्थित सागरमा शयन गर्नुहुने भगवान गर्भदक्षाई विष्णुका रूपमा प्रख्यात हुनुहुन्छ। देवहूतिले भगवानलाई के जानकारी गराउन चाहनुहुन्छ भने जब ब्रह्माजीले भगवानको दर्शन गर्न चाहनुभयो उहाँले पनि उहाँकै ध्यान गर्नुभयो। उहाँले पनि उहाँकै अर्थात् भगवानको ध्यान गर्नु पर्यो। उहाँले भन्नुभयो, हजुर सम्पूर्ण सृष्टिका बीज हुनुहुन्छ। देवहूतिले भन्नुभयो, यद्यपि ब्रह्माजी सिधै हजुरबाट जन्मिनु भएको थियो तापनि उहाँले अनेकौं वर्षसम्म तपस्या गर्नु पर्यो र यति हुँदाहुँदै पनि उहाँले भगवानलाई आमान्य सामान्य देख्न सक्नु भएन। हजुरको शरीर यस ब्रह्माण्डको पिँधमा विपुल जलाशयमा अवस्थित छ र यस प्रकार हजुर गर्भदक्षाई विष्णु नामले प्रसिद्ध हुनुहुन्छ। यस श्लोकमा भगवानको विराट शरीरको प्रकृतिको बारेमा पनि व्याख्या गरिएको छ। यो शरीर पदार्थद्वारा स्पर्शरहित दिव्य छ। भौतिक सृष्टि उहाँकै शरीरबाट उत्पन्न भएको कारण उहाँको शरीर सृष्टिभन्दा अगाडिदेखि नै विद्यमान थियो। निचोड के हो भने भगवान विष्णुको दिव्य शरीर कुनै भौतिक पदार्थद्वारा निर्मित होइन। भगवान विष्णुको शरीर सारा जीवहरूका साथै भगवानको शक्ति मानिने भौतिक प्रकृतिको पनि उद्गम हो। देवहूतिले भन्नुभयो, हजुर भौतिक सृष्टि तथा समस्त सृजित शक्तिहरूका आधारशिला हुनुहुन्छ र यसकारण मलाई सांख्य दर्शन सुनाएर मायाको पाशोद्वारा मेरो उद्धार गर्ने हजुरको प्रयास त्यति आश्चर्यजनक छैन। तर हजुर मेरो गर्भबाट जन्मनु चाहिँ आश्चर्यजनक छ, किनकि हजुर सम्पूर्ण सृष्टिकै स्रोत भएर पनि कृपापूर्वक मेरो छोराको रूपमा जन्मनु भएको छ। यो नै सबैभन्दा आश्चर्यजनक छ। हजुरको शरीर सम्पूर्ण ब्रह्माण्डकै उद्गम हो, तैपनि हजुरले म जस्तै साधारण महिला आइमैको शरीरमा आफ्नो शरीर राख्नुभयो। मेरो लागि त यही नै विस्मयकारी छ। ओम अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जना शलाकया चक्षुरुन्मीलितं येन तस्मै श्री गुरवे नमः। श्री चैतन्य मनोभीष्टं स्थापितं येन भूतले स्वयं रूपः कदा मह्यं ददाति स्वपदान्तिकं। वन्देऽहं श्रीगुरो श्रीयुतपदकमलं श्रीगुरुन् वैष्णवांश्च श्रीरूपं साग्रजातं सहगण रघुनाथं वितं तं सजीवं साद्वैतं सावधूतं परिजनसहितं कृष्ण चैतन्यदेवं श्रीराधा कृष्णपदान् सहगण ललिता श्रीविशाखान्वितांश्च। हे कृष्ण करुणा सिन्धु दीनबन्धु जगत्पते गोपेश गोपिका कान्त राधा कान्त नमस्तुते। तप्त काञ्चन गौरांगी राधे वृन्दावनेश्वरी वृषभानुसुते देवी प्रणमामि हरिप्रिय। वाञ्छाकल्पतरुभ्यश्च कृपा सिन्धुभ्य एव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। नमो विष्णुपादाय कृष्णप्रेष्ठाय भूतले श्रीमते भक्तिवेदान्त स्वामिनिति नामिने। नमस्ते सरस्वती देवे गौरवाणी प्रचारिणे निर्विशेष शून्यवादी पाश्चात्य देशतारिणे। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर श्रीवासादि गौरभक्तवृंद। हरे कृष्णा कृष्ण कृष्ण हरे हरे, हरे राम 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 हरे हरे। मुखं करोति वाचालं पंगुलं गयते गिरिं यत्कृपातमहं वन्दे श्रीगुरुदिनतारिणं परमानन्दमाधवं श्रीचैतन्य ईश्वरं। हरे कृष्ण।
प्रातकालीन श्रीमद् भागवत सत्रमा यहाँ उपस्थित सम्पूर्ण भक्तहरू र सामाजिक सञ्जालबाट श्रवण गर्नुहुने सम्पूर्ण भक्तहरूलाई हार्दिक स्वागत छ। आज हामी स्कन्द 3 अध्याय 33 श्लोक संख्या 2 यस अध्यायको शीर्षक रहेको छ कपिल देवका क्रियाकलापहरू। यो श्लोकमा चर्चा गर्नु पूर्व भगवान श्री राधा मदन गोपालजी, जगन्नाथ बलदेव सुभद्रामाई, निताई गौर सुन्दर, लक्ष्मी नरसिंहदेव, श्री शालिग्राम भगवान, वृन्द देवी तुलसी महारानी, गुरु शिष्य परम्परा श्रील प्रभुपादजी, यहाँ उपस्थित सम्पूर्ण अग्रज वैष्णवजनहरू र सम्पूर्ण वैष्णवजनहरूको अनुमतिको याचना गर्दै, कृपाको याचना गर्दै आजको श्लोकमा केही बोल्ने चेष्टा गर्नेछु। आजको श्लोक चाहिँ योभन्दा अगाडिको श्लोक थियो कर्मबन्धन भन्ने श्लोक थियो। त्यो श्लोकमा चाहिँ हामी विभिन्न कुराहरू, मान्छे कसरी कर्मबन्धनमा पर्दछ भन्ने कुराहरू, भौतिक संसारमा आइसकेपछि जीवात्मा कसरी कर्मबन्धनमा पर्दछ भन्ने कुराहरू हामी अध्ययन गऱ्यौँ र हिजोदेखि चाहिँ हाम्रो नयाँ शीर्षकमा चाहिँ नयाँ अध्याय सुरु भएको छ। यो 3 स्कन्धको अन्तिम अध्याय हो, कपिलदेवका क्रियाकलापहरू। हिजो मैत्रेय मुनिले भन्दै हुनुहुन्थ्यो, आज मैत्रेय मुनिले चाहिँ देवहूतिले चाहिँ भगवानलाई प्रार्थना गरेको कुरा चाहिँ यहाँ बताउँदै हुनुहुन्छ। र यहाँ देवहूतिले चाहिँ भगवानलाई प्रार्थना गर्ने क्रममा चाहिँ यहाँ भन्नुहुन्छ कि ब्रह्माजी अजन्म मानिनुहुन्छ भनेर। ब्रह्माजी चाहिँ अजन्म मानिनुहुन्छ। किनकि ब्रह्माजी हजुर क्षीरसागरमा शयन गरेको अवस्थामा हजुरको नाभि कमलबाट निस्केको के कमल पुष्पबाट चाहिँ ब्रह्माजीको जन्म भएको हो भनेर भन्नुभएको छ। यस कारणले चाहिँ यहाँ बताउनु भएको छ प्रभुपादजीले तात्पर्यमा, भगवानको शरीरबाट सिधै जन्म भएको कारणले यहाँ चाहिँ देवहूतिले चाहिँ ब्रह्माजीलाई अजन्म भनेर पुकार गर्दै हुनुहुन्छ, भन्दै हुनुहुन्छ। र यहाँ ब्रह्माजीलाई र भगवानलाई चाहिँ के गर्नुभएको छ, तुलना गर्नुभएको छ उहाँले। ब्रह्माजी अजन्म मानिनुहुन्छ, हजुरको कमल पुष्पबाट जन्म लिनु भएको हो, तर पनि ब्रह्माजी पनि हजुरकै ध्यानमा लिनुहुन्छ भनेर भन्दै हुनुहुन्छ। कहिले कहिले हामीलाई लाग्छ कि ब्रह्मा विष्णु महेश्वरको कुराहरू आउँछ। इभन ब्रह्माजीले चाहिँ ब्रह्म संहितामा बताउनु भएको छ, ईश्वरः परमकृष्णः सच्चिदानन्द विग्रह अनादिरादिर गोविन्द सर्वकारण कारणम। ईश्वरः परमकृष्णः, ब्रह्माजीले भन्दै हुनुहुन्छ ईश्वर परमेश्वरको हुनुहुन्छ भगवान श्रीकृष्ण हुनुहुन्छ। सच्चिद आनन्द विग्रह, उहाँको स्वरूप कस्तो छ, सच्चित र आनन्दमय स्वरूप छ। यहाँ तात्पर्यमा प्रभुपादजीले बताउनु भएको छ कि भगवानको शरीर हाम्रो जस्तो पञ्चमहाभूत पृथ्वी जल अग्नि वायु र आकाश मिलेर बनेको शरीर भगवानको हुँदैन। भगवानको शरीर के हुन्छ, सच्चित आनन्दले बनेको हुन्छ। अनादिर आदिर गोविन्द, यो संसारका सबै कारणको पनि कारण हुनुहुन्छ हजुर। अर्को प्रार्थना गर्नुहुन्छ, रामादि मूर्तिषु कलनेमेन तिष्ठन् नाना अवतारम करोद भुवनेषु किन्तु कृष्ण स्वयं समभवत् परमपुमानयो गोविन्दमादि पुरुषम तमहम भजामि। ब्रह्माजीको प्रार्थना हेर्नुभयो भने त्यहाँ विभिन्न श्लोकहरू छन्। गोलोक नाम्नि निजधाम्नि तले च तस्य देवी महेश हरिधाम सुतेषु तेषु ते ते प्रभावनि निजया बीतस्यम येन गोविन्दम आदि पुरुषम तमहम भजामि। प्रत्येक श्लोकको अन्तिममा चाहिँ गोविन्दम आदि पुरुषम तमहम भजामि भन्नुभएको छ। म त्यस्तो गोविन्दलाई प्रार्थना गर्छु, म त्यस्तो गोविन्दको भजन गर्दछु, उहाँको हुनुहुन्छ गोविन्दम आदि पुरुष। भगवान गोविन्दको हुनुहुन्छ आदि पुरुष हुनुहुन्छ। भगवान गोविन्द भनेको चाहिँ को हुनुहुन्छ, भगवान कृष्ण हुनुहुन्छ, जो चाहिँ के गर्नुहुन्छ, गाईलाई रक्षा गर्नुहुन्छ। त्यही भएर आजको श्लोकमा यहाँ त्यस्तो ब्रह्माजी अजन्म हुनुहुन्छ, उहाँ भगवानको अंश भएको कारणले अजन्म भनिएको छ। र भगवत गीतामा पनि हामी हेऱ्यौँ भने जीवात्मालाई पनि अजन्म भनेको छ। गीताको 2 अध्यायको 20 नम्बर श्लोकमा अजो नित्यम शाश्वतयम पुराण नहन्यते हन्यमाने भाषंसि जीर्णानि यथा विहाय नमानि गृह्णाति नर प्राणी। यी श्लोकहरू हेर्दै जानुभयो भने त्यसमा अजो नित्यम शाश्वतयम पुराण नहन्यते हन्यमाने शरीरे भन्दै, शरीर चाहिँ के छ, शरीरको प्रभुपादजीले तात्पर्यमा लेख्नु भएको छ कि यो शरीरको कुरा गर्दाखेरि यो संसारमा जन्म दिने माता पिता हुनुहुन्छ, तर हामी आत्माको कुरा गऱ्यौँ भने यसको कोही पनि माता पिता छैन, भगवानको को हो, नित्य सेवक हो, भगवानको अंश हो भनेर यहाँ भन्नुभएको छ। र त्यसो ब्रह्माजीले पनि के गर्नुभयो,
भगवानकै नाभि कमलबाट प्रकट भएर आएको ब्रह्माजीले पनि के गर्नुभयो, भगवानलाई प्राप्त गर्नको लागि फेरि भगवानकै तपस्या गर्नुभयो र भगवानलाई तपस्या गरेर पनि आमन्य सामान्य देख्न गाह्रो भयो भनेर प्रभुपादजीले तात्पर्यमा लेख्नु भएको छ। त्यही भएर यो जुन कुरा छ भगवानको दर्शनको कुराहरू छ, दर्शनको कुराहरूमा पनि हामी एकदमै अथक प्रयास गर्नुपर्छ। कतिपय व्यक्तिहरूले भन्नुहुन्छ भगवान हुनुहुन्छ भने देखाउनुहोस् भनेर। यहाँ ब्रह्माजी स्वयं भगवानको नाभिबाट कमल आयो, कमलबाट उत्पन्न हुनुभएको ब्रह्माजीले भगवानको तपस्या गर्दाखेरि पनि भगवान के हुनुहुन्छ देखिनु भएको छैन। अनि यहाँ बसेर अनि भगवानलाई देखाउनुहोस् मलाई अनि बल्ल विश्वास गर्छु भनेर कतिपय व्यक्तिहरूले भनेको सुन्नमा आउँछ। अनि भगवान पूर्ण पुरुषोत्तम हुनुहुन्छ। अब हामीले विश्वास नगर्दैमा सर्दी अम्बुज कृष्ण प्रभुजीले बारम्बार भन्नुहुन्छ हामीले भगवानलाई विश्वास गरेनौँ भने भगवानलाई ओहो दुःख लाग्दैन, यो फलानुले मलाई विश्वासै गरेन, ओहो कस्तो चिन्ता लाग्यो मलाई भनेर मतलबै हुँदैन भगवानलाई। हामीले विश्वास गरोस् नगरोस् केही फरकै पर्दैन भगवानलाई। र यहाँ आज श्लोकमा चाहिँ देवहूतिले चाहिँ भगवानलाई एकदमै मिठो प्रार्थना गर्नुभएको छ। हामी श्रीमद् भागवतम हेऱ्यौँ भने त्यहाँ विभिन्न भक्तहरूको प्रार्थना देख्छौँ। हामी कुन्ती महारानीको प्रार्थना देख्छौँ, त्यसपछि वृत्तासुरको प्रार्थना देख्छौँ। हामी वैदिक ग्रन्थहरू अरू हेऱ्यौँ भने चाहिँ हामी राजा कुलशेखरको प्रार्थनाहरू देख्छौँ। विभिन्न तरिकाले कहीँ चाहिँ अब देवहूतिले प्रार्थना गर्नुभएको छ। यस श्लोकमा चाहिँ भगवानको विराट शरीरको बारेमा पनि व्याख्या गरिएको छ। भगवानको विराट शरीर, त्यो शरीर पदार्थद्वारा स्पर्शरहित दिव्य छ। भगवान यो शरीरमा भगवान कण कणमा हुनुहुन्छ, सबै ठाउँमा हुनुहुन्छ भगवान। तर भगवान कण कणमा भए तापनि भगवानलाई त्यसले कुनै प्रभाव पार्दैन। र भौतिक संसारमा जति पनि सृष्टि भएको छ, जति पनि कुराहरू सृष्टि भएको छन्, ती सबै सृष्टिको स्रोतको हुनुहुन्छ भगवान हुनुहुन्छ। यो कुरा चाहिँ भगवानले आफै उद्घोष गर्दै हुनुहुन्छ। कहाँ? भगवत गीतामा भगवानले भन्नुहुन्छ पितामहस्य जगतो माता दाता पितामह भनेर, सारा संसारको पिता हो भनेर भगवानले पुकार गर्नु के अरे भन्नुभएको छ, उद्घोष गर्नुभएको छ। र आजको श्लोकमा यहाँ प्रभुपादजीले तात्पर्यमा लेख्नु भएको छ कि यसमा यो श्लोकमा चाहिँ देवहूतिले सुन्दर प्रार्थना गर्नुभएको छ। देवहूतिले भन्नुभएको छ कि हजुर भौतिक सृष्टि तथा समस्त सृजित शक्तिहरूका आधारशिला हुनुहुन्छ। समस्त सृष्टिको आधारशिला नै हजुर हुनुहुन्छ र यसकारण मलाई सांख्य दर्शन सुनाएर मायाको पासो खाएर मेरो उद्धार गर्ने प्रयास त्यति आश्चर्यजनक छैन भनेर। त्यो सिम्पल कुरा हो, त्यो सामान्य कुरा हो। त्यो हजुरले चाहिँ के गर्न सक्नुहुन्छ, दैवी हेष गुणमयी मम माया दुरत्तया मामेव ये प्रपद्यन्ते मायाम एतम तरन्ति। यो संसारबाट निस्किन भनेको चाहिँ के हो, एकदम गाह्रो कुरा। यो संसारलाई छोडेर हामी भगवानको शरणमा भगवानको धाममा पुग्नु भनेको एकदम गाह्रो कुरा हो। तर जो भगवानको शरणमा परेको छ, भगवानको सेवा गरेको छ, भगवानको भक्ति गरेको छ, त्यस्तो व्यक्तिको लागि चाहिँ प्रभुपादजीले पनि लेख्नुहुन्छ त्यो गाईको खुरले यो सारा यो भौतिक संसारबाट निस्कनु भनेको ठुलो एउटा समुद्रमा गएर हामीलाई फालिदियो भने के हुन्छ, बिचमा जतिसुकै हामी स्विमिङ गरे तापनि निस्किन के हुन्छ, गाह्रो हुन्छ, निस्किनै सक्दैन। जति प्रयास गरे तापनि निस्किन गाह्रो हुन्छ। तर त्यही समुद्रको बिचमा एउटा पानी जहाज आयो भने, पानी जहाजले चाहिँ हामीलाई उद्धार गर्यो भने के हुन्छ, सजिलो हुन्छ। यो भगवानको शरणमा पर्यो भने, भगवानको शरणमा चाहिँ गुरुको माध्यमबाट गुरुमा शरणागत भएर चाहिँ भगवानको शरणमा पर्यो भने त्यही महासागर के हुन्छ, गाईको खुरले बनाएको सानो खाडलमा जम्मा भएको पानी जत्रै हुन्छ। यो आश्चर्यजनक कुरा होइन। यो हजुरको शरणमा आयो भने यो संसारबाट मुक्ति हुने भन्ने कुरा आश्चर्यजनक कुरा होइन। तर आश्चर्यजनक कुरा के हो भने हजुर यत्रो ब्रह्माण्डको स्रोत हुनुहुन्छ, आदि पुरुष हुनुहुन्छ, 64 गुण हजुरसँग छ, पूर्ण पुरुषोत्तम भगवान हुनुहुन्छ र पनि हजुर चाहिँ मेरो गर्भमा आएर जन्म लिनुभएको छ। यो चाहिँ मलाई आश्चर्य लागेको छ भन्नुहुन्छ देवहूति। विचार गर्नुहोस्, अब हामी हाम्रो घरमै भगवानको जन्म भयो भनेपछि कति आश्चर्य लाग्छ। देवहूतिले त्यही भन्दै प्रार्थना गर्नुभएको छ, हजुर चाहिँ यो कृपावश सम्पूर्ण सृष्टिको स्रोत भएर पनि हजुरले अहेतुको कृपावश चाहिँ के गर्नुभएको छ, मेरो छोराको रूपमा जन्म लिनुभएको छ। यो नै सबभन्दा आश्चर्यजनक कुरा हो भन्नुभएको छ। त्यही भएर यहाँ लास्टमा चाहिँ आफूलाई एकदम विनम्रता प्रकट गर्नुभएको छ देवहूतिले। के भन्नुभएको छ, म जस्तो साधारण व्यक्तिको शरीरमा हजुरले चाहिँ जन्म लिनु भनेको एकदमै कृपा हो यो भन्नुभएको छ। तर प्रत्येक दिन अहिले हामीलाई पनि हाम्रो शरीरमा हाम्रो छोराछोरीको रूपमा चाहिँ भगवान नआए तापनि हामीलाई पनि भगवानको सङ्गत मिलिरहेको छ। परम बुद्ध राधानाथ स्वामी महाराजले एकपटक
एकजना भक्तले सोध्नुभयो, महाराज सबैजना भक्तहरूले चाहिँ मूर्ति राख्नु भएको छ, भगवानको सेवा गर्नुहुन्छ, पूजा गर्नुहुन्छ, हजुरको मूर्ति कहाँ छ भनेर सोध्नुभयो, हजुरको विग्रह कहाँ हुनुहुन्छ भनेर सोध्नुभयो। अनि त्यसपछि राधानाथ स्वामी महाराजले के भन्नुभयो भने जपमाला देखाउँदै मेरो विग्रह यही हो, मसँग अरू विग्रह हुनु हुँदैन, अरू विग्रहहरूको सेवा गर्नु राम्रो छ, तर मेरो चाहिँ विग्रह चाहिँ के छ, मलाई गुरुले दिएको विग्रह चाहिँ हरे कृष्ण महामन्त्र छ, त्यही भएर म यसलाई डेकोरेसन गर्छु। तपाईँले देख्नुहुन्छ होला, उहाँले भन्नुभयो राधानाथ स्वामी महाराजले कि मैले प्रायः जस्तो हेर्नुभयो भने बिड ब्याग चेन्ज गरिराख्छु मैले, किनकि मैले मेरो विग्रहलाई के गरेको छु, श्रृङ्गार गरेको छु भन्नुभयो। त्यही भएर हामीसँग पनि स्वयं कपिलदेवको शिक्षाहरू छ, साथसाथमा श्रील प्रभुपादजीको कृपाले, भगवान चैतन्य महाप्रभुजीको कृपाले चाहिँ के भएको छ, भगवानको नाम गोलोकेर प्रेम धन हरिनाम संकीर्तन, यो संसारको धन होइन कि गोलोकेर प्रेम धन चाहिँ प्रेमको धन चाहिँ हामीसँग प्राप्त गरेका छौँ, पाएका छौँ। यसमा चाहिँ हामी के गर्नुपर्छ, यसलाई पनि एकदम भाग्यवान सम्झेर भगवानलाई कृतज्ञता व्यक्त गर्दै हामी भगवानको अगाडि नतमस्तक भएर भगवानलाई प्रत्येक दिन धन्यवाद भन्नुपर्छ। भगवान यो संसारमा 84 लाख जीवात्माहरू छन्, 84 लाख जीवयोनि छन्, कति जीवयोनिमा चाहिँ जीवहरू के गरिरहेका छन्, भौतारिरहेका छन्, रोइरहेका छन्, कराइरहेका छन्, कति पीडामा के गरिरहेका छन्, आफ्नो जीवन व्यर्थ गुमाइरहेका छन्। तर हजुरको यस्तो अहेतुकी कृपा प्राप्त भएको छ कि मलाई, म चाहिँ हजुरको नाम जप गर्न सकिरहेको छु, र यो नाम जप गर्न सकिरहेको अवस्थामा मलाई अझै कृपा गर्नुहोस् कि भगवान, म हजुरको नामलाई एकदमै सम्मानपूर्वक चाहिँ हजुरको नाम जप गर्न सकौँ भनेर। हामी जीवात्मा अझ छ, नित्य छ, शाश्वत छ, र यो संसारका कुराहरू मैले परम पूज्य सच्चिदानन्द स्वामी महाराजजीको एउटा लेक्चर सुनेको थिएँ अस्ति। महाराजजीले भन्नुभएको थियो यो होली नेमको लेक्चरमा चाहिँ यो कुरा चाहिँ श्रद्धेय अम्बुज कृष्ण प्रभुजीले बारम्बार भनिराख्नुहुन्छ। यो कुराहरू, यो संसारका कुराहरू टेम्पोररी छ, यो अस्थायी छ, यो के हुन्छ, केही समयपछि नष्ट हुन्छ। समय परिस्थितिले हामी कुनै पदमा हुन सक्छौँ, हामी कुनै पोस्टमा भएको त पोस्टहरू खोजिदिन सक्छ समय परिस्थितिले, हाम्रो स्वास्थ्यलाई पनि के गर्न सक्छ, समय परिस्थितिले खोजिदिन सक्छ। हामी एकदम स्वस्थ हुन्छौँ र कहिले बिरामी पनि हुन सक्छौँ। हाम्रो आफन्त इष्टमित्रहरू पनि समय परिस्थितिले त्यो कुरा पनि के गर्न सक्छ, हामीबाट छिनेर लिएर जान सक्छ। हाम्रो घर छिन्न सक्छ, हाम्रो परिवार छिन्न सक्छ, सबै कुराहरू चाहिँ समय परिस्थितिले छिन्दै जान सक्छ। हाम्रो आयु छिन्न सक्छ, तर एउटा कुरा कहिल्यै पनि छिन्न सक्दैन, त्यो के हो, त्यो भगवानको पवित्र नामप्रति हाम्रो रुचिलाई कहिले पनि छिन्न सक्दैन। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे। कहिले हामी मन सोच्यौँ भने यस्तो ब्याङ्क जाने बेलामा मैले हेरेँ भने मान्छे कति पैसा लिएर गइरहेको हुन्छ, फिक्स डिपोजिट गर्छ, लाख 1 करोड 10 करोड 20 करोड लिएर चाहिँ फिक्स डिपोजिट गर्छ, त्यसबाट ब्याज प्राप्त गर्नको लागि। र यो हाम्रो यो इस्कन रूपी ब्याङ्कमा पनि हामीले चाहिँ के गर्नुपर्छ, हाम्रो हरे कृष्ण महामन्त्र, भगवानको नाम, भगवानको सेवालाई चाहिँ के गर्नुपर्छ, फिक्स डिपोजिट गर्नुपर्छ। र यो के छ, नित्य कुरा छ, यो कसैले पनि नष्ट गर्न सक्दैन। यो संसारको धनहरू के हुन्छ, तपाईँ प्रायः मान्छे शरीर छोड्ने बेलामा हामी हेऱ्यौँ भने फलाना व्यक्तिको निधन भयो भनेको, नि भनेको छैन, धन भनेको धन सम्पत्ति, धन सम्पत्तिले काम गर्दैन, अब सिग्नेचर चल्दैन, औँठा छाप लगायो भने पनि के गर्दैन, काम गर्नेवाला छैन। त्यही भएर संसारको वास्तविक सम्पत्ति चाहिँ के हो, हामी वैदिक शास्त्रहरू हेऱ्यौँ भने सम्पदा नैव सम्पदाम विपदा नैव विपदाम। यो संसारको यी सम्पत्तिहरू, घर, यी सम्पत्तिहरू भनेको चाहिन्छ, तर वास्तविक सम्पत्ति होइन। यो संसारको दुःख भनेको पैसा हुनु नहुनु, यताउति समस्याहरू भनेको पनि वास्तविक समस्या होइन। संसारको दुःख, संसारको सुख भनेको यी कुराहरू वास्तविक सुख दुःख होइनन्। सुख र दुःख के हो भन्दा सम्पदा विष्णु स्मरणम, भगवान विष्णुलाई, भगवान कृष्णलाई स्मरण गर्नु सम्पत्ति हो, र विपदा विष्णु विस्मरणम, भगवानलाई बिर्सनु चाहिँ के हो, विपद हो। किन, भगवानलाई बिर्सेको कारणले गर्दाखेरि हामी यो संसारमा जन्म मृत्युको चक्रमा फर्केका छौँ, जन्म मृत्युको चक्रमा चाहिँ के छौँ, फसेका छौँ। त्यही भएर यो संसारका जीवहरूलाई उद्धार गर्नको लागि यो डिसेम्बर म्याराथन हेर्नुहोस्, सबै कुराहरू भगवानले यसरी बनाउनु भएको छ। कार्तिक महिनामा दीपदान गरेर उद्धार हुन्छ व्यक्तिहरू, अनि डिसेम्बर म्याराथन आउँछ, त्यसपछि मङ्सिर महिना आउँछ, मोक्षदा एकादशीको तिथिमा चाहिँ भगवान कृष्णले सारा संसारको उद्धार होस् भनेर अर्जुनलाई ज्ञान दिनुभएको छ, अर्जुनलाई माध्यम बनाएर हामीलाई उपदेश दिनुभएको छ। र प्रभुपादजीले चाहिँ के गर्नुभएको छ, पुस्तक वितरण अभियान। हामी मञ्चमा भाषण गरेर त कसैले सुन्नेवाला छैन,
अर्जुनले जस्तो ध्यान दिएर पुरा 700 वटा श्लोक एकै समयमा सुनेर बुझ्न सक्ने क्षमता पनि छैन र यसरी सुन्दा पनि सुन्दैन। सुन्नको लागि गाह्रो छ। कहिले कहिले लाग्छ कि कति सुनिरहेको सुन्दा सुन्दै पक्क भइसक्यो। देवहूतिले सुन्नु भएको छ, कपिलदेवले चाहिँ क्लास गर्नुभएको छ एकजनालाई मात्र, देवहूतिले मात्र, कोही पनि हुनुहुन्न त्यहाँ अरू। उहाँले सुन्नु भएको छ, त्यो पनि आफ्नो छोराबाट सुन्नुभएको छ। कति विनम्र हुनुहुन्छ होला देवहूति। तर हामीलाई सुन्न गाह्रो हुन्छ। तर भौतिक संसारका मान्छेले सुन्ने भन्ने कुराहरू त कति गाह्रो कति गाह्रो। थाहा छ मलाई त्यो गीता कर्मण्यवादी कारस्ते मा फलेषु कदाचन, कर्म गर फलको आश नगर, गीताको सारै त्यही हो भने मान्छेले यसरी हिँडिराखेको हुन्छ। र प्रभुपादजीले के गर्नुभएको छ, आइडिया लगाउनु भएको छ, यस्तो अवस्थाका मान्छेलाई चाहिँ के गर्नुपर्छ, पुस्तक वितरण गर्नुपर्छ। जसरी कपिलदेवले आफ्नो आमालाई शिक्षा दिनुभयो, भगवान कृष्णले अर्जुनलाई शिक्षा दिनुभयो, त्यस्तै गरेर हामी पनि संसारका बद्ध जीवहरूलाई चाहिँ के गर्नुपर्छ, भगवानका पुस्तकहरू वितरण गर्नुपर्छ। र थाहा हुँदैन कि कहिले पुस्तक वितरण गरेको व्यक्ति को हुन्छ भनेर। पुस्तक वितरण गर्दै हिँड्दाखेरि जो व्यक्ति पनि एकदम शुद्ध भक्त बन्न सक्नुहुन्छ र उहाँले धेरै जीवात्माहरूको चाहिँ उद्धार गर्न सक्नुहुन्छ। एकपटक एकजना व्यक्ति भक्तले चाहिँ पुस्तक वितरण गर्दै हुनुहुन्थ्यो इन्डियामा, अनि एकजना व्यक्ति आउनुहुन्छ, 2-3 घन्टा टाइम खाइदिनुहुन्छ, आएर पुरै समय खाइदिनुहुन्छ, सोधेको सोधै अनि यति प्रश्न सोध्नुभयो कि त्यो प्रश्नको सुन्दाखेरि त बुक डिस्ट्रिब्युसन गर्ने भक्तलाई के लाग्यो, सबै किताब उहाँले लिएर जानुहुन्छ जस्तो लाग्यो। यो किताबमा के छ, यो किताबमा के छ, यो किताबमा के छ, यो किताबमा के छ भनेर लास्टमा चाहिँ उहाँले के भन्नुभयो, म त अर्कै एकजना गुरुलाई मान्छु, हाम्रो एकजना हुनुहुन्छ नि साई बाबालाई चाहिँ मान्छु, म साई बाबाको भक्त हो, माफ गर्नु होला, हजुरबाट धेरै ज्ञान प्राप्त गरेँ भनेर उहाँ चाहिँ निस्केर जानुभयो। भक्त बुक डिस्ट्रिब्युसन गर्न बसेको टन्न किताब थियो, त्यति बेलासम्म उहाँले 20-25 वटा किताब डिस्ट्रिब्युसन गर्नुहुन्थ्यो। अघिल्लो दिनमा त्यस्तो भइरहेको थियो। त्यो दिन एकदम दिमाग खराब लाग्छ, बेलुकी शान्त भयो, एउटा पनि पुस्तक जाँदैन। कहिले कहिले भगवानले लीला गरिदिनुहुन्छ। पुस्तक वितरण गर्दाखेरि अहम आयो भने मैले गरेको भनेर अहम ममेति खतरै छु, जसलाई देखा त्यसले किताब ठ्याक लिन्छ भन्ने लाग्यो भने चाहिँ भगवानले के गर्नुहुन्छ, तीर हानिदिनुहुन्छ। यस्तो अहङ्कार बढ्यो भने चाहिँ एउटा पनि पुस्तक जाँदैन। बटन थिच्नै पर्दैन, छ मसँग छ भने टाउको हल्लाउनै हिँड्छ मान्छे। अनि उहाँ आउनुहुन्छ भगवानसँग, यत्रो समय खाइदियो त्यसले, भगवान अब के गर्ने, आज पुस्तक वितरणै भएन भनेर भगवानको अगाडि आएर एकदम प्रार्थना गर्नुहुन्छ, भगवानसँग आँसु नै झर्ने गरेर प्रार्थना गर्नुहुन्छ। अनि फेरि भोलिपल्ट पनि पुस्तक वितरण गर्न जानुहुन्छ, ट्याक्क अगाडिबाट हिजोकै मान्छे टक 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 हिँड्दै आउँछ। फेरि आज पनि आयो, त पक्कै मलाई डिस्टर्ब गर्न आयो, हिजो 2 घन्टा खाइदियो, आज पनि टन्नै समय खाइदिन्छ होला भनेर भगवान यो मान्छे आउँछ, मसँग गजा प्रसाद छ, गजा प्रसाद दिन्छु, यो मान्छेलाई पठाइदिन्छु म, त्यति कृपा गर्नुहोस् भनेर। अनि त्यसपछि त्यो मान्छे आएर त कुदेर आउँछ, आएर त ओहो हजुर आज पनि आउनु भएको छ, एकदम खुसी लाग्यो, एकदमै खुसी छु म हजुरलाई देखेर। खुसी भइहाल्छ नि, 2 घन्टा समय खाइदियो, खुसी भइहाल्छु भनेर भक्तले मन सोच्नुहुन्छ। अनि ऊ त दण्डवत गर्छ कि मलाई माफ गरिदिनुहोस् गुरु भनेर, मलाई माफ गरिदिनुहोस् गुरु, तपाईँसँग मैले पुस्तक लिइनँ, मलाई राति सपनामा आएर साई बाबाले गाली गर्नुभयो, किन पुस्तक किनेनस् भनेर गाली गर्नुभयो मलाई भनेर। अनि त्यसपछि अनि मलाई 5 वटा किताब दिनुहोस् भनेर। अनि भक्तले भन्नुहुन्छ अहिले 5 वटा किताब लिएर जाऊ, बेलुकी सपनामा साई बाबा आएर गाली गर्नुहुन्छ, किन 24 वटा नकिनेको भनेर। 5 वटा मात्र लिएर गयो भने गाली खान्छ, फेरि आज भोलि फर्केर आउनुपर्छ भनेर त्यसपछि 1 कार्टुन किताब खमाइदिनुहुन्छ। वास्तवमा यो प्रभुपादजीको पुस्तक एकदम म्याजिकल छ क्या। यो कसरी जान्छ पुस्तक वितरण, कसरी हुन्छ थाहै हुँदैन। कहिले कहिले हेऱ्यो भने एकदमै कस्तो नलिने मान्छेले पनि पुस्तक लिइराख्नु भएको हुन्छ कि। एकचोटि उस्मामा पुस्तक वितरण गर्ने होला धेरै पहिला, अनि हामी केटाहरू थिए, 4-5 जना केटाहरू, अब कपाल त्यस्तै गरेको। अनि त्यसपछि त्यो पुरा चुज प्यान्ट लाउने फेसन थियो, चुज प्यान्ट लगाएको, त्यसपछि त्यो प्यान्ट पनि घुँडामा च्यातिएको हुन्छ नि त्यस्तो लागेको। अनि त्यसपछि त्यो यिनीहरूले के किताब लिएर भनेर हामी बस्दै गरेका थिएनौँ, तिनीहरू त्यहीँ बसिरहेको थिए कि। अनि त्यसपछि अरूहरूलाई पुस्तक देखाइरहेको थियौँ, अरूहरूलाई पुस्तक देखाइरहेका थियौँ, तिनीहरूले माथिबाट हेरिरहेको थिए हामीलाई। अनि त्यसपछि लास्टमा उनीहरू आफै आएर के गरे, जसले पुस्तक लिन्छ उसलाई देखाउनु छैन, अनि पुस्तकै ललिने मान्छेलाई पुस्तक देखाएर बस्ने भनेर भने 4-5 जनाले त्यो गीता लिनुभयो उहाँहरू। अनि पछि चाहिँ स्कनमा जोइन पनि हुनुभएको थियो उहाँहरू।
वास्तवमा एकदमै एकदमै यो किताबहरू चाहिँ एकदमै जादुमय किताबहरू छन् प्रभुपादजीको किताबहरू। त्यही भएर हामी प्रयास गर्नुपर्छ कि यो समयमा कतिजनालाई सकिन्छ हामी पुस्तक वितरण गर्ने प्रयास गर्नुपर्छ। एउटा मात्र पुस्तक वितरण भयो होस्, दुईटा मात्रै पुस्तक वितरण होस्, तीनवटा मात्रै पुस्तक वितरण होस्, हामी चाहिँ के गर्नुपर्छ एकदमै अस्ति प्रभुजीले पनि भन्नुभएको थियो, वृन्दावनमा एकजना महाराजले भन्नुभयो भनेर यो पुस्तक एकदम के गर्नुपर्छ हामी जहाँ जाँदा पनि पुस्तक एउटा दुईटा सानो किताबहरू झोलामा राख्नुपर्छ। पुस्तक वितरण गर्दै गर्दै हिँड्यौँ भने त्यो पुस्तक वास्तवमा के हो भवौषधि हो। यो संसारको औषधि नै के हो ज्ञान हो। यो ज्ञान चाहिँ कहाँ छ पुस्तकमा छ। त्यही भएर हामी प्रयास गर्नुपर्छ र कतिजनालाई सकिन्छ त्यतिजनालाई चाहिँ हामीले उद्धार गर्ने होइन कि त्यो पुस्तकले चाहिँ के गर्छ उद्धार गर्छ। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। श्री प्रभुपाद की, ग्रंथराज श्रीमद् भागवतम की।